शरीरमा खुनको कमी भयो के खाने? च्याउ खाने, कमजोरी भए केरा खाने, पाचन तन्त्र सुधार्नको लागि, मेवा खाने, इम्युनिटी पावर बढाउनको लागि, आम खानुस्, शरीरलाई ताकत दिनको लागि, अंगुर खानुस्, लिभर या सासको समस्या छ भने अंगुर खानुस्, आँखाको ज्योति बढाउनको लागि, गाजर खानुस्, कोलेस्ट्रोल नियन्त्रण गर्नको लागि, टमाटर खानुस्, भिटामिन सी को कमी भयो भने, सुन्तला खानुस्, शरीरको तौल एकदमै बढ्यो वजन घटाउनको लागि, निम्बु खानुस्, शरीरलाई हाइड्रेट राख्नको लागि, तरबुजा खानुस्, शरीरमा एनर्जी पावर बढाउनको लागि, खजुर खानुस्, शरीरमा सुगर लेभल एकदमै बढ्यो नियन्त्रित गर्नको लागि, अम्बा खानुस्, स्किन छाला सम्बन्धी स्वस्थताको लागि, किवी खानुस्, शरीरमा कब्जियतको समस्या भयो यो हटाउनको लागि, नास्पाती खानुस्, शरीरको एन्टिअक्सिडेन्टको लागि, स्ट्रबेरी खानुस्, शरीरको खुन सफा गर्नको लागि, जामुन खानुस्, आफ्नो छाला र कपालको स्वस्थता र सुन्दरता बढाउनको लागि, अमला खानुस्।